यो तिहारको छुट्टीको सदुपयोग भोलि चाहिँ हामी जौबारी तुमलिङ र मेघमा घुम्नको लागि सबैजना तयार भएर चाहिँ खाना खाँदैछौँ। वेलकम टु माई च्यानल गाइज। आज चाहिँ हामी कहाँ जान खोज्दैछौँ? तुमलिङ जाउँ है त, तपाईँहरू हेर्न नछुट्याउनु होला। गाडी पर्खिरहेछौँ है, यता गफ चल्दैछ, यता अब फोटो खिच्नै थालिसके पार्टीहरू। यस्तै छ। ल आज चाहिँ हामी घुम्न जाँदैछौँ तुमलिङ। 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना खै अर्को 1 जना यता छौँ हामी। अब निस्किन आँटेको। ल हामी चाहिँ अब जौबारी मेघमासम्मको यात्रामा हिँड्यौँ। गाडीले थोरै धोका दियो, अझै आउँदैछु भन्छ, कहाँ आइपुग्यो याद छैन। र अलिक माथि छ भने चाहिँ हामी हिँड्दै जाने भनेर हामी हिँड्न थाल्यौँ। अब बाँकी कुराहरू ब्लगमा है। ल गाइज गाडीमा चढ्यो है, बल्ल फाइनल्ली गाडी आयो। अब चाहिँ हामी बारीकै डाँडा जाँदैछौँ। बारी बादल छुट्ने जाने त्यतै है। हामीलाई चाहिँ लास्टमा रोजन र म 2 जना छौँ। हामीलाई चाहिँ लास्टमा सिकायो है। उनीहरू अगाडि बसिरहेछन्, आफू गफ गर्छन्, हामी सुनिँदैन है। हामी गफ गरौँ भने हामीलाई गफै आउँदैन, कसले सुरु गर्ने भनेर दुविधा भइरहेछ। यो चाहिँ हाम्रो माइजोरनी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र। यसमा चाहिँ मङ्गलबार हाट लाग्छ। हामी बल्ल मङ्गलबारे हाट आइपुगेको छौँ। तपाईँले त्यो घरहरू माथि देख्दै हुनुहुन्छ पहाड। हामी जानुपर्ने लोकेसन चाहिँ लगभग त्यतै हो। कस्तो आयो त्यस्तै कसके साथीहरू। हामी चाहिँ अहिले धुम्के डाँडा जाँदैछौँ। यता हुनुहुन्छ पूजा मिस, यता हुनुहुन्छ दिदी, अर्को खै यता हुनुहुन्छ भक्लाको, यता हुनुहुन्छ रोजिना दिदी। बुझ्यो केही छिनको यात्रापछि हामी केरानी त पुग्यौँ, तर मौसमले थोरै साथ दिँदैन कि जस्तो लागेर हिमाल हेर्न हिँडेको मान्छे हिमालै छेकिन्छ। बादल नलाग्दाखेरि मेघमा जौबारी नभएको होइन, यहाँ सरासर जाने निदो गऱ्यौँ। त्यो पर देख्दै गर्नुभएको पहेँलो पहाड चाहिँ जौबारी हो है। यसलाई मिनी मुस्ताङ पनि भन्छन् है।